हेलो गाइज, वेलकम टु माई ब्लग। धेरै दिनपछि ब्लग बनाउँदैछु अनि आज चाहिँ हामी गाउँले भिलेज हाम्रो फलैचा बस्ने ठाउँ हावा चाहिँ राम्रो चल्छ यहाँ हैन। आज चाहिँ हाम्रो दसैँ लाग्दैछ अनि यहाँ दसैँ बोलाउँदैछौँ हामीले चाहिँ। अनि यहाँ हाम्रो सैलुनमा किरण सर केही भनिदिनु त। 20 रुपैयाँ वडाले टारिरहेको छु। दसैँ बोलाउँदैछौँ यहाँ चाहिँ यसरी। अनि यहाँ चाहिँ हाम्रो बाजे हुनुहुन्छ, यता पनि हाम्रो कपाल कटिङ हुँदैछ। यहाँ माथि मामाले चाहिँ काटिसक्नु भएको छ। मेन हजम यहाँ पनि छ एउटा माथि, उसले चाहिँ अब कलर सलर टाउकोमा गरिदिन आँटेको छ। अनि यहाँ चाहिँ हाम्रो फेरि अर्को हजम पनि छ। म पनि लाइनमा बसिरहेको कपाल काटौँ भनेर, तर अल्छी लागिरहेछ। के छ कस्तो अल्छी लाग्दो भएको। अनि शीतलमा आएर बस्नुको मजा फेरि फाल्टै। उता सहरतिर कति गर्मी छ भन्ने त मलाई पो थाहा छ त। अनि यहाँ चाहिँ हामी चाहिँ हैन अब यस्तो पाराले कटिङ भइरहेछ। अनि त्यही हो ब्लग भनेको, यस्तै हो गाउँले ब्लग हैन, केटाकेटी हो। अनि यहाँ चाहिँ हाम्रो यति चाहिँ हाम्रो यो चाहिँ मेरो मावला घरहरू हो। त्यही हो। अनि यहाँ यो हाम्रो मामाको घर हो, माइला मामाको। अनि उता पर छ यो साइला मामाको, पर माइला मामाको, त्यहाँ कान्छा मामाको, यो हाम्रो सागर पामुको हो। अनि त्यही हो। म चाहिँ अहिले मावलामा आएर भ्लग बनाउँदैछु। मावलामा आएर बस्नुको मजा बेग्लै हैन। मेरो पनि काट्ने त पर्ने, के गर्नु अल्छी लाग्दैछ। कसको मिसिन हो यो नरेन्द्र दाजु? तपाईँको हो? भयो भने भरेतिर काट्नु पर्ला, अल्छी लाग्दैछ हो अहिले त। अनि हजम सर यस्तै छ। भर्खरको केटाहरूसँग कुरा मिल्दैन, के गर्नु। केटाहरू सबै आफ्नै तालको छ, हामी त बुढो पाखाहरूसँग यसरी बसो हिँडो। अब दसैँ आउँदैछ, रमाइलो हुन्छ, इन्जोय हुन्छ। साथीहरू यहाँ ल्याइदेन भनेको, तँलाई अघि भनेको होइन मैले। अब घटाएर फाल्नु। आइफोन कसलाई चाहिएको छ? आइफोन नै एप्पलको लोगो चाहिँ नभएको। त्यही हो। खोइले त पानी चमेली हो। आयो तिर्खा लागेर हो, तनाव नि तनाव। यहाँ चाहिँ अनि हाम्रो मामाहरू, मैले चाहिँ पानी खाइसकेँ, गाइचहरू। त्यही हो। फाइनली अब चाहिँ हामी चाहिँ एकछिन आराम गर्नुपर्ने हुन्छ हैन। अनि भ्लग भनेको यस्तै हो किरण सर। दसैँ आयो, दसैँमा मेला जान्छु। कहाँबाट ल्याउला? दसैँमा मेला जान्छु, केटी पट्याउँछु, तिहारमा बिहे गरी घर बसाउँछु भने त किरण सरको सोच के छ अरे? मङ्सिरमा किरण सरको छ अरे, बोली नै अलिक कडाकै फेरि। अनि हाम्रो चमेली के छ खबर? ठिक छ। अनि भ्लगमा केही भन्दै, हाई हेलो भन्दै हेरेर अहिले तँलाई नभएको ओइ चमेली केही भन्दै भन्छु। तेरो नाम भन्दै, तेरो नाम के हो भन्दै त? यता हेरेर भन्न। रेनिसा के हो? राई। ए अनि नमस्ते गर्न भ्लगमा। नमस्ते। तँलाई भन्नुपर्ने, यति राम्री भएर तँलाई सिकाउनु पर्ने। अनि के त मेरो भ्लगमा आउनु मान्दैनस्? एउटा गीत गाइदेन? आउँदैन हो।
सिउनालो हाम्रो किरण सरले त फेरि खतरा गाउँछ नि एउटा गीत गाइदिनु त सिउनालो ऊ पर चाहिँ हाम्रो एकजना राइडर जाँदैछ भेरी वाला छमा बुन्सारी बुन्सा यासा कुंदा दिलम पादुङ फकवा सुबिवाला बेवाला तिमी कहाँ भौटारी न्यौ दुली न्यौ खोला नाला जङ्गल ए नजाति भन्छ अरे ओ किरण सर जानु तपाईँको त्यहाँ काम आइसक्यो हाम्रो मामाको कपाल काटिदिनु आप ज्वरो ताप ज्वरो होता हे जिउ कामता हे आयो अब के भन्न चाहन्छु भने मेरो भ्लग चाहिँ अब अहिले इन्ड गर्नुपर्ने हुन्छ एकछिनको लागि सो त्यही हो के छ खबर ठिक छ ठिक छ ठिक छ हजुर भन्न अनि कतिमा पढ्छस् त 2 मा हो तेरो लभ छ कि छैन छैन छ भन्दै थियो त छैन अहिले मैले छ भन्ने सुनिरहेको थिएँ खुब्बैको छैन छ रे छैन कोनी है कोनी तेरो अहिले लभ नपरे छैन लभ त नपर्ने फेरि गाह्रो पर्छ बुढाहरूमा फेरि बिहे गरिस् भने गर्नु अहिले नि बिहे गरिस् भने चाहिँ के गरौँ तँलाई कुट्नु साँच्चीकै ल त्यहाँ बिहे गर्ला सानो उमेरमा कति वर्ष पुगेर बिहे गर्छस् त मलाई बिहे नगर्ने किन 18 वर्ष बिहे गर्ने भएन ल वही 18 19 20 अनि कतिमा पुगेर गर्छस् त हुँदैन त कान लाग्छ तँलाई 20 वर्ष पुग्दा गर्छस् अनि होइन 17 18 30 वर्ष पछि हेर्छु 30 वर्ष पुगेर बिहे गरिन भने त्यो अझ अगाडि गरिस् भने तँलाई नि तँलाई म हेर्छु सक्यो त के साह्रो गरी भएको सो फाइनली केटा हो अहिले चाहिँ आँगनमा सुत्यो अब यस्तै छ गर्मी अनि यहाँ चाहिँ हाम्रो मामा तर ब्ल्याक एन्ड व्हाइट भन्नु पनि भएन पेन्ट चाहिँ व्हाइट छ हामी चाहिँ अब चाहिँ यस्तो छ होइन सुताइ एकछिन बाटोमा जस्तो आँगनमा गर्मी थियो शीतल भयो अनि त्यही हो फाइनली हामी चाहिँ अब मावलाबाट घर लाग्दै गरेको होइन त्यही हो दसैँ मनाएर सुत्यो दरो के भन्नु त यस्तो गर्मीमा यस्तो घाम छ यस्तो टन्टनी टन्टनी घाम छ टन्टनी भन्देऊ न कति गन्देऊ नि सो त्यही हो यस्तो घाम छ अब चाहिँ हामी खोला लाग्दै गरेको होइन अनि सेल्फी स्टिक पनि हल्लिएको गर्छ सल्लाह कुन दिन बनाउँछु होला म मेरा भावना अल्छी लागेको अब भ्लग बनाउँदै हिँड्नु पर्यो भनेको हजुर लक्की घरमै होला ओ भेटेको नि अघि नै साइन दिइहाल्यो उसको अनि अब भाइरल मान्छे के गर्नु हामी चाहिँ अब सबै खोला जानुपर्ने हुन्छ सो त्यही हो अनि भित्तीहरूको यस्तै हो सेलिब्रेटीहरूको सो त्यही हो अब हामी चाहिँ होइन भाउजू अब खोला पौडी खेल्नु अल्छी लागेर यो चाहिँ हाम्रो घिसिङ चोक त्यो चाहिँ मेरो घर त्यो माथिको अनि यो घरको धनी चाहिँ जिना दिदी हो यहाँ कहाँ देखिरहेको थिएँ मैले अनि यो चाहिँ हाम्रो एरिया हो अनि यहाँदेखि उँभो गयो भने रमिते हो
सो अनि अब चाहिँ हामी खोला जानुपर्ने हुन्छ म पनि घर आइपुगेँ घर सफा गर्नुपर्ने कहिले हो कहिले भइरहेछ यार तनाव छ सो अब हामी चाहिँ खोला जानुपर्ने हुन्छ जालीहरू बोकेर यो साबुन पनि बोकौँ ल यो नुहाउने साबुन हो यो ब्यागमा लाउनु त के खाने हामी चाहिँ अब खोला जानुपर्ने हुन्छ त्यो ब्यागमा लाउनु माथिबाट लुगा धाने तर त्यो ढुङ्गा टिप्ने बेलामा के ल्याउँदा ट्र्याक्टरमा साबुन पनि लिएर खोइ के लिएको अरे आइफोन त नि हेर्न क्यामेरा क्यामेरा हेर त क्यामेरा तँलाई झुकाउँछ नि फेरि अब हामी चाहिँ नुहाउनु जानुपर्ने हुन्छ सो त्यही हो अरे मन साबुन दिएन एउटा दिन्छ छिटो दियो अहिले यो जुत्ता तेरो फुटबल बनाइदिनु जाने अरे साबुनले त छिटो न तँ अब यहाँको मालिक भनेको बै चङ्गा बनाएको रे मरे म फेरि कसले बनाइदिएको सर हैन मैले बनाएको छिटो चाहियो र छिटो न भोक लाग्यो किन नाइ यसले पुग्दैन कि ठुलो छैन हो एउटा ले न यो सानो छ कि ठुलो के ठुलो उयो भित्रबाट जिक न भित्रबाट एउटा ले न त्यो होइन त्यस्तो छ के जान एउटा ल्याइदेन हो लुगा धुनुपर्ने पो त दोकान जानु अल्छी लाग्यो के छिटो न आयो के साह्रो अल्छी लागेको थै खोला जानुपर्ने म त अनि अब लुगा धुनुपर्ने अब किन अल्छी लाग्नु त ल साथीहरू अब चाहिँ हामी खोला लाग्यो है त टक्क मारेर अब चाहिँ हामी खोलातिर लाग्यो है ब्लग धेरै लामो बनाउनु हुँदैन भन्छन् आमाले यस्तो घाममा मेरो फोन कस्तो तातिसक्यो सो त्यही हो अनि अब हामी चाहिँ खोला जानेछौँ अनि एकछिन खोला खेल्नेछौँ तपाईँहरूलाई थोरै थोरै क्लिप्स देखाउने छु त्यही हो होइन कस्तो स्टिकबाट गरेको सेल्फी स्टिकबाट मजाले हुँदैन क्या हो हातबाट सजिलो हुन्छ यार भ्लग गर्नु त अनि हामी चाहिँ यस्तो छब्री टाइपमा अब टाउकोभरि छाता नभएर कालै भइसक्यो यार तनाव भइसक्यो मलाई त्यसै यहाँ केटीहरू एउटा पटिँदैन सिङ्गलै मर्ने बेला भइसक्यो असला गाह्रो छ यार सो फाइनली अब चाहिँ हामी खोला पुग्न आँट्यौँ है अनि अहिले खोला पुगेर भेट्नुपर्छ ल साथीहरू धेरै घाम भयो गाह्रो भयो मलाई गाह्रो भयो अति फाइनली हामी चाहिँ अब खोला आइसक्यौँ अब बाटो पनि हो सर्टकट बाटो हाम्रो हजुर देउबेन हिँड्दै त भयो हिँड्ने पानी नै हरायो बाइक खोज्नुपर्छ डटफट गरेर छिरिचौँ होला काट्नु आइनाकुरी अब हाम्रो यो खोला हो यो खोला चाहिँ फेरि आउँदा ठुलो आउँछ नि फेरि हजुर कसैलाई माथि माग्नुपर्छ के बाइक त्यसलाई लगेर जानु दिन्छ होला अनि उयो गरेर जाउँ यो चाहिँ कुलो अहिले दसैँ तिहारमा पनि कुलो यत्रो छ भनेपछि खोला त ठिकै छ नि त होइन अब हामी चाहिँ टक्क खोलामा नुहाउनु पर्ने हुन्छ सो लुगाहरू अलिअलि धुनुपर्ने हुन्छ अनि बाटो चाहिँ यस्तो छ साथीहरू टक्क हामी चाहिँ खोला आइपुग्यौँ यहीँ माथि ल अनि के शीतलमा बस्न हामी खोला आएको मान्छे घामसँग डराइन्न कालो भए बस होस् हामीलाई लास्टै च्यालेन्ज गरौँ घामले गोरे सिक्ने सक्छ
साबुन छ त अत्र ल्याएको त घामले लास्टै च्यालेन्ज गर साथीहरू ओमा अब चाहिँ खोला आइसके अब चाहिँ हामी नुहाउनु पर्ने हुन्छ लुगा धुनु पर्ने हुन्छ सो त्यही हो फाइनली हामी चाहिँ अब नुहाइसकेको छौँ अब लुगाहरू सुकाउँछौँ लुगाहरू एकछिन सुक्छ यसरी लुगाहरू चाहिँ सुकाएको छौँ अनि अब लुगा सुकाएपछि अहिले एकछिनमा जानुपर्ने हुन्छ घर अनि हामी चाहिँ नुहाइसकेर टक्क यस्तै छ होइन के भन्छ अब चाहिँ फाइनली हामी चाहिँ नुहाइसक्यौँ साथीहरू होइन हाम्रो सबै खोला हो यो चाहिँ सो अनि अब चाहिँ हामी चाहिँ नुहाइसक्यौँ अब एकछिन दोकान जानुपर्ने हुन्छ भोक लाग्यो अब चटपटे केही खान्छौँ अनि त्यहाँबाट घर गएर बल खेल्न जानुपर्ने हुन्छ सो त्यही हो लेट्स गो अब अनि हाम्रो यहाँ किरण सर चाहिँ नुहाइराख्नु भएको छ त्यहाँ अनि हाम्रो एकदम कुवाको पानी चाहिँ त्यहाँ छ दामी एकदम फिटनेस फेरि एकदम अनि यो हाम्रो खोलाको मुहान चाहिँ सिधै माथि हो त्यो माथिदेखि गरेको डाँडा छ नि माथि हो त्योभन्दा पनि माथि छ खोलाको मुहान अनि पानी चिसो छ एकदम सफा अनि नामै सफा खोला हो नि त साथीहरू यो अनि अब चाहिँ सो अनि भ्लग धेरै लामो भइसक्यो होइन अब चाहिँ मैले भ्लग इन्ड गर्नुपर्ने हुन्छ अनि अब तपाईँहरूले राम्रो भयो भने नराम्रो भयो भने हेरिदिनु होला होइन अनि सब्सक्राइबर जहिले सब्सक्राइबर आउँछ मुखमा सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट पनि छोडिदिनु होला होइन अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो अनि त्यही हो अब त्यस्तो भ्लग बनाउने कन्फिडेन्स छैन त्यस्तो बोली छैन फोन राम्रो नभएर पनि हो अब आइफोन भए त अलिकति भए पनि हुन्थ्यो के गर्नु अब क्वालिटी पनि छैन त्यही हो साथीहरू टाटा बाई बाई